Mendo molanga gasanima, mendo molanga gasanima. Tordoro boyo longanima, tordoro boyo longanima. Jalgada bonobo kawaganaba, jalgada bonobo kawaganaba. Kita maco poeta maba, kita maco poeta maba. Saro mocari banadi laba, saro mocari banadi laba. तामाङहरूको के विश्वास छ भन्दाखेरि चाहिँ यदि दैवी शक्ति, मानवीय शक्ति र प्राकृतिक शक्तिको बीचमा सन्तुलन रह्यो भने गाउँको कल्याण हुन्छ। असमानता रह्यो, एकले अर्कोमाथि चाहिँ अतिक्रमण गर्यो भने त्यस्तो अवस्थामा चाहिँ समाजमा उपद्रव, हानि नोक्सानी हुने, अनिकाल पर्ने या प्राकृतिक प्रकोप पर्ने कुराहरू चाहिँ हुन्छन् भन्ने मानिन्छ। त्यसैले गर्दाखेरि यो तामाङ समाजलाई रेगुलेट गर्नको लागि 4 खालको संस्थाहरू बनेको देखिन्छ। एउटा तामाङहरूको समाज व्यवस्थापनलाई ऐतिहासिक रूपमा जुन मान्यताहरू छ त्यसलाई जोगाइराख्नको लागि ताम्बा परम्पराको चाहिँ संस्था बनेको देखिन्छ। भूत प्रेत, जीवन र प्रकृतिसँगको सम्बन्धलाई व्यवस्थित बनाउनको लागि चाहिँ यो बम्बो संस्था बनेको देखिन्छ। त्यस्तै गरेर मरिसकेपछिको पारलौकिक अथवा अलौकिक शक्तिहरूसँगको सम्बन्धका विषयमा तामाङ जीवन र जगतलाई जोड्नको लागि चाहिँ लामा परम्पराको संस्था बनेको देखिन्छ। र यो सबै संस्थाहरूलाई इन्ट्याक्ट राखेर समाज, संस्कृति र राज्य व्यवस्था सञ्चालन गर्नको लागि चाहिँ चोहोको संस्था बनेको देखिन्छ। चोहो शब्द यो जोहोबाट आएको। जोहो भनेको चाहिँ आदिवासी तामाङहरूको भूमि देवतालाई चोहो भनिन्छ। त्यसैबाट चोहो भन्ने आएको हो। राजनीतिक निर्णय प्रणालीमा चोहो चाहिँ एउटा क्षेत्रको, एउटा गाउँको चाहिँ प्रमुख निर्णयकर्ता, प्रमुख नेतृत्व, थकाली, अगुवा, चिफ भन्न सकिन्छ। चोहो प्रणाली चाहिँ पहिल्यै परापूर्व कालदेखि तामाङ आदिवासीहरूको एउटा मौलिक परम्परा हो। प्रमुख भन्न र चो भन्न एउटै हो। चो भएर सबै कार्यक्रम सम्पन्न गर्ने चाहिँ ज्ञान हुनेले चो भनिन्छ। विशेष गरी यसको सुरुवात धेरै पहिलादेखि नै यो चलिआएको परम्परा हो। तामाङ समाजको चाहिँ संरक्षक पनि भनिन्छ। एउटा असल र खराबलाई छुट्याउने अनि सही निर्देशन दिने त्यस्तो चाहिँ अब चोहो हो। आइसु मंगोर नेता का व्यवहार थिस सर्वोत्तम चोबी क्रेन जायो भने थिस जे भन्छ सोही मानव हृदय नार थेला पछाडी सिति नार या गरी ओठा किले बोल्या त पन्द सिति अदासी आजुति सिति सोमन मिनानी चाहिँ नाम चाहिँ चो सोमु तोडो तोडो खाब हुलाङ तुम्बागी भरु तुम्बागी थोजी लो चोटोको भारी आयो हो बिसिपागी ग्रिङबा चो निसी सो कतै दिम ओडारी चो यी सो मसो जानाला बान्डलाई पुइ सान्दो कान बुटी सान्दो बा 태능 아청 남서울 크레리바바 봉바 율지본보다 안수 비하 초월 다들은 율지본보다 요파 안테 율지본보다 멘디도바 봉봉이 남서울 sap은 크레리바 율지본보 봉바 율라 एकदम 율낭라 sap은 이렇게
मुख्य बंगला चंदा चुंदी जिम थेमला रंग टोल छिमेकी से चुंदी जिम थेमकी तमदाई अब चौक बम जानी थे मुख्य मा से चुंदी जिम थेमकी तमदाई ते 1 वर्ष 2 वर्ष अब त्यस सञ्चालन लगा चे जबलाजी बनी मान्छामी ओ चौक तनी फेरि अब दिने थप्दी भयो मुख्य शासन 21-22 साल अब नि चाहिँ थाहा मुख्य शासन सञ्चालन गरे अब प्राय चाहिँ चौक सञ्चालन लगा चौको पङबिलाम एउटा आबराङ भयो सिन्धु जान्दाम जाजा मेराङ बोदाबिन चौको पाङरो परचार तिसार पोबा रोस चेनो चौको सि चु पोबी लोंगोमा याङना थेजी तना माङसिल छेरोबा लामा ताम्बा गान्बा बम्बो भनेर जुन भनिन्छ त्यो सबै सिङ्गै समाजको एउटा अङ्ग हो तर त्यो सिङ्गै समाजलाई रेगुलेट गर्ने काम चाहिँ कसको हो भन्दा चोको हो त्यसले गर्दाखेरि चाहिँ तपाईको यो हेर्दा व्यक्ति जस्तो देखिने तर यो एउटा संस्था हो गाउँभरिका तामाङ दाजुभाइहरू वर्षमा एकचोटि यो खास गरेर भूमि पूजाको दिन पूजामा बस्ने अनि उहाँहरूले पूजा सकिसकेपछि आउँदो वर्षभरिको लागि चाहिँ उहाँहरूले चोहो छान्ने त्यो चोहो छान्दाखेरि चाहिँ उहाँहरूले न्यूनतम 7 जनादेखि 13 जनासम्मको एउटा टिम बनाउनुहुन्छ र त्यो टिममा चाहिँ तामाङ समाजका खास गरेर 3टा मूर्धन्यहरू हामीले धरोहर भने पनि अब तामाङ समाजको संस्कृति र सभ्यताको अब परम्परागत संस्था भने पनि खास गरेर ताम्बा बोन्बो र लामा यो 3टा अनिवार्य त्यसबाहेक अब लाप्ताबाहरू गौराईहरू कटौकेहरू यसरी राख्ने चलन छ 1 वर्ष वा 2 वर्षमा उनीहरू चाहिँ नयाँ चो नयाँ जिम्मेवारी रहन्छ तर एउटै व्यक्तिले जब उसले एकदम राम्रोसँग आफ्नो कामहरू चाहिँ कर्तव्यहरू निभाउँछ भन्दाखेरि उ निरन्तर पनि रहन सक्छ तर यसको आधारभूत कुरा चाहिँ के भन्दाखेरि त्यहाँको गाउँलेहरूले उसलाई चो ठिक छ भनेर मान्नु पर्यो हैन चाहिँ उसमा निश्चित किसिमको गुणहरू को खोजी चाहिँ समाजले गर्छ र ती किसिमका गुणहरू विकास गरेका व्यक्तिहरू जब उमेरको हिसाबले पनि पाको बन्दै जान्छ त्यसपछि उत्सव गर्न सक्छ र यसलाई तामसालिङको तामाङ क्षेत्रको भूक्षेत्रको चाहिँ विभिन्न ठाउँहरूमा विभिन्न अरू नामले पनि पुकारा गर्ने गरिन्छ एउटा चाहिँ चोका पनि भन्छ कोही ठाउँमा चाहिँ पोम्पो भनेको पनि त्यही रोल खेल्ने तर चाहिँ प्रशासकको रूपमा त्यो पनि भन्ने गरिन्छ तर धेरै जसो चाहिँ चोहो नै हामी त्यो प्रचलन नभएको पाउँछौँ लारी क्याम सेल भोज होई इवनिङ क्याम आधा बुरुम बङबा सेम हेजे खालदा बङबा गौर त बङबा फेरि नामसो गौर जे मिङो परबा जुवाजे तुगर क्याम द सामरो ताजी हित बिसम अब चो हो दिखी चो हो से रेसी चो होला दिदी केला खालदा गान बदा अन्ते गान बा से क्याम खाला जाई अब सरकार से टांगा आखा खाने से न तेरे रंगली एनजीओ आईएनजीओ लगती भी ला आरे उन्जरूं जम्मा चम सोदोबा जनशक्ति जुटाई दीजिए चाम सोबा सिंग जाम सोजिम सिंग जाम सोदोबा जनशक्ति जुटाई दीजिए वो जो जम्मा दाई तो चौक से निर्वाला दो लाला di kodi ma kharga matri ni den oje sarla chogo de lakhaba salgar thamje chogo de lakhaba wa prapru sarla no chogo de la chin cheno chogi je je pale chala chu kas pi pumari kas oju chu chapti ki mubam kas pi chi je oju chi le jani ro phagin dishar pi pa chogo oju yo lani le dandala bojuri phe dibe phagin jim buden cheidari oju chu chabang ri pi pa ki jari indian jari ande bo chu Pamjung mamar ki pipa uza kas uze chogo sene pipro chogi khushi jela jim magi sui belare pipa ge uzu chi ayang bangji uze chamma chogi hagwa so je ades lam rande phala lari niu phala lari chucha shi bagaw phala lari churang lari dogaw chucha lari ni si chude belin chucha a phala churang ades law bidai thesi kul marane jada chogale ki tabo munam छेसिङ न व्यवस्था थे बेलिन एकदम सुरक्षित मोबा छेसिङ जा दूरी ला गोरका काटी दाइ जा पहाले राखम द तेल पहाले राखम ति दाइ जा थे त संरक्षण ला मोबा टाउको दुख्ने पेट दुख्यो हैन बिरामी भयो हरेको लागि चाहिँ चाहिने चाहिँ बोनबो रहेछ ल ए
गौरा 방바죠. 리도 남선이 팅이 라도 나선생 로선생 봐. 로 이래 라게물 애니요. 공부지 걸 봐. 로서 마시브니 바스 방과 시기고 만나. 이 시프트나 데도 생각. 넷 칼라. 얌 칼라. 로 칼라. 라벌능서 하다 바르시라고 해줘요. 잡고 칼라 데모 칼라. 무시 칼라. 본소리가 막 bomba이 년 칼라. 보이들 배 칼라 짝을 배 칼라 마서 배 칼라. 애자가 쉽다. 집도 경바, 할로 경바 돼요. 남자의 리티티 리와ज 남자의 라도 비제 남자의 소도 비제 잠문의 조우선의 선자랑 라고 우나레 빨고당 사마이티고 몰라 해제다 방도지 방지 오조 생도 먹을라 봄보 태는 모바 메메기 아니 오조 메메졌다 우이 카디바 두지 오조이는 양저 고도시 सुमाने चाहिँ न्याङला लोसाटी अथवा न्याङ चाहिँ पहिला ग्रल जात्रा माने स्याबङ बोला न्याङला तामाङ न त्यही कार्यक्रम दाजी होजरी चाहिँ चुनाज म बन्याङ कोर्सावाली मेन्दोला जन्म मेनी गेन्जाला कोर्सावाली मेन्दोला जन्म मेनी गेन्जाला मेन्दो माया गले जबे छमेमा मेन्दो माया रबे छदोरी मेन्दो माया 봉기 버짐 딤리 어저 율기 봄보다 민디 도시 만디지 되다 남서버 흡짐 세벌레나 아세버랑레 아제벌은 자버랑레 뭐이기 그라 텐요 어저는 요짐 남서이 제고자이 마칭 달룩마 마칭 그라이브마 디짐 어저는 어저 락시 아이락 통짐 아니 어시야 저짐 마니샤바 दाजुभाइ भन्ने आफ्नै खलक बढ्यो स्वागे भन्ने चाहिँ मेरो छोरी 4 जना छ भने दोङ भयो कोही ग्लानले लान्छ कोही मोक्तनले लान्छ कोही थोकरले कोही स्याङबले लान्छ दिदीबहिनीको छोराछोरीहरू दाजुभाइ दिदीबहिनी उनीहरू मात्रै हुन्छ अरू हुँदैन स्वागे दाजुभाइ भनेको चाहिँ जसको बीचमा चाहिँ विवाह हुँदैन आफ्नै दाजुभाइ सोसर चाहिँ मान्यता दिने प्रचलन छ तामाङ समाजमा स्वागा या स्वागे भाइ बीच चाहिँ बिहाबारी हुँदाखेरि अहिले पनि चाहिँ समाजले चाहिँ त्यसलाई चाहिँ अस्वीकार गर्ने प्रचलन छ फलानाको छोरी फलानाले विवाह भयो भनेर चाहिँ गानभरु बसेर अनि आजदेखि फलानाको बारी यो भयो फलानाको छोरो फलानाको जुवाई भयो भनेर सोध्ने कार्यक्रम भएर गानबाले पनि तपाईको सुनाएर अनि तपाईको एउटा कुरो छ कि चारदाममा हाम्रो हिमालको डाफेले पनि सुन्यो गन्धी भन्छ हाम्रो कोशी गन्धीको कागमा त्यसले पनि सुन्यो भनेर चाहिँ गानबाले सुनाएर आज यो भयो भनेर अनि त्यस्तो बेलामा चाहिँ ताम्बाले के गर्छ भने अब हाम्रो बाँकी केही छैन अब छोरीलाई लग्यो हाम्रो छोरी दियो भने अब माइतीपट्टिले के बाँकी छ भन्दा अब हाम्रो एउटा रुइबा एउटा चरीको रुइबा एउटा बाँकी छ भन्ने चलन छ त्यसै गर्ने चलन चाहिँ ताम्बा गानभरु बसेर चाहिँ त्यो काम गरिन्छ खेत चाहिँ हजुर पोङ्की सोब्दी थोब सोबादिको त तनादा namshiri hozu kola da dukhayang la bhyasing mi mi da dukhayang ji bangsam hozu peri chabing ni aja bang bodin ma ji ni zum rang balare bang ni pang ba khamba
어떤 태당원로 방도시 어디 잘라 몰라 봐 테빌라리 도브딘 담바 테빌레도 좀 간바 쪼올라 사올라 뎀 거기 야가기 कर्मचारी आउँछ के सकुन बजी बिहालाजी 18 गोटा सकुन परतला मान्छे तिलाई हुन 18 गोटा सकुन न 17 सकुन कि सकुन या गरी बाँकी थान्न मृत्यु भएकोमा जुन घेवा अनुष्ठान भनेर भनिन्छ त्यसमा 12 छोक्पा बनाइन्छ अथवा 12 जना व्यक्तिलाई त्यो घेवा सञ्चालनको लागि चाहिँ एउटा समिति बनाइन्छ कार्य समिति जस्तो बनाइन्छ त्यसमा एउटा चाहिँ चो हुन्छ र उनीहरुको चोको भूमिका के हुन्छ भन्दाखेरि चाहिँ कुनै खालको त्यहाँ चाहिँ तपाईको चाहिँ अब धार्मिक काम भन्दा अन्य गतिविधिहरु हुन गयो हैन झगडा होला अथवा अरूबाट अतिक्रमण होला त्यस्तो खालको अवस्थामा चाहिँ त्यसलाई व्यवस्थित गर्ने काम त्यसलाई मिलाउने काम चाहिँ चोको हुन्छ सबैले ओम मान्दैन ओम मान्दैन ओम भने आउनु छ ओम मान्दैन ओम 뭐 쪽서자 니 돌돌리 미시부데 로 싱선유 말라미뉴 아 보니 그린바 개월로 뛰니 개우무바 판라시지 개월라바 제르 다뉴 보니 가버 빔바 속이 다이도 인바 गुर्खाङ भन्छ यसले हो त्यसमा घुमेर ल्याउँछ त्यो हामीले कदम घुसी गरिसकेपछि नआएको सुखै पाउँदैन आउनै नै पर्छ त्यहाँ आउने कर्तव्य किन उसले नर्कमा जान्ला दुःख पाउँला अब सुख सर्कलमा पठाइदिउँ भनेर चाहिँ हामीले उसले घुसी गरेर यहाँ ल्याएर चाहिँ चाहिँ गरेर चाहिँ फुङपो लाम्देन भन्छ अब भटो देखेर चाहिँ हामीले उफो लाने त्यो दुष्टहरूले पनि छेकेर पनि लानु सक्छ नर्कमा लानु सक्छ त्यसले गर्दा सुई गरेर चाहिँ त्यो अब तानेर यहाँ ल्याएर राखेपछि त्यो नम्चे भनेको हाम्रो मन हो हावा हो त्यसले हामीले लामाले गरेपछि त्यो चाहिँ ल्याएर यहाँभित्र हामीले राखेपछि कहीँ जानु पाउँदैन 4 दिशा बानेर राखेको हुन्छ चोको काम चाहिँ के हुन्छ भने यो अब ढजाङमा पञ्चसम्मको छ्यापछेपल गर्ने बेलामा चाहिँ सबै काम चोको जिम्मेवारी हुन्छ हो गर्नु ताम्बा जम्मा दौड केवारी अब झ्याउच्याले अब ढाँचे तोलन धोजी हो न्याङ्गोर तोलन धोजी जाने परिबा ठालिबा भिउकाति खाला है चरिबा परिबा ठालिबा भिउकाति खाला है राला नाता स्याप जाति फेरि दोला 아침에 매세 아버냥이 따먹이 잘라나는 살 방어 아버 미시삼이 주르데마에는 샹바 미시비기 미기 민디 맨 많이 맨당마 소블라 개월에 서역라고 좋게지 않은 무미가 와서 임마 이제 밀디 빈더블라 자그라 따브랑바 짬마리 तानम नंबरंगबा चेबरी अजो तेजे चोगोस पाउँदै चम्मानिन नगला दाखाना छेपा पाडी मचापा मिल्दिबा द कौरज पुम्बई दिमरी मोची फेरि तेजे काजे सेंगबा खजु दजु खजुला गल्ती मोजी डन्डा सेंगबा फेरि थुमबरे मुरे ग्यामबरे खबर लबी तानमदि तिदोबा आदिनि बंगनिमा जाङबा अब समझै बुझै लबा आनिनसम अब टाङसिगा जरिवानेन लबा लजिम थेम्बा मलाई सम्मेलन थेम्बा सुजमन चोक्सेन दायित्व लबा फेरि मिमा छेपराङ बताले नो चोगोदा फेङोमा बाङबराङ बताले चोगोदा सरगला जिम सवारी सेगा लाले सेवा सवार पाबुदाजी नि चोगो नि लाजिङ गेगा छैजरा तागुदम दे चम्माने चोगम दे सर लाबाङ टाक्टु चोगो झन्डा लापा चुप्पा सोजा आजुपी तोर पोर बातुरिन जा आजुपा तुवासी जा चुरिन जुपरिम पुलिस न ढोल चुरिन पुलिस तोसे तो आदोबा त्यहाँ रहेको जनताहरू त्यहाँ बसोबास गर्नेहरूलाई चाहिँ विभिन्न समयमा संरक्षण गर्ने अथवा निर्देशन दिने अथवा त्यस्ता नराम्रो गतिविधिहरू भयो झै झगडा भयो त्यस्तो अवस्थामा पनि एउटा कानुनी हिसाबले तिनलाई अब सही काम गर्ने र गलत गर्ने अथवा यो जुन त्यसलाई छुट्याउने काम पनि चोहले नै गरेको रहेछ
Rangvala, Sashin Genare, Sing Marangare, Hodipamata, Tuduklari, Pen, Wangwaya, Pumuji Bimbaye. किपट भनेको सामूहिक भूमि सामूहिक भूमिमा आधारित चोहो भएपछि किपटको रेखदेख गर्ने काम कसको हो भन्दा चोहोको हो प्रयोग व्यवस्थापन वितरण गर्ने काम पनि चोहोको भएको देखिन्छ र यो चाहिँ तपाईको 25 सम्म पनि यो देखिन्थ्यो कति वन राख्ने कति चाहिँ चरण बनाउने या चरण कसरी अर्को वन क्षेत्रमा सार्ने को नयाँ मानिसहरू आयो या चाहिँ परिवारमा चाहिँ कुनै छोरा ठुलो भयो बिहे गरिसकेपछि उसले अलगै बस्न चाहियो भने उसलाई त जग्गा जमिन दिनु पर्यो त्यसकारण त्यो जग्गा जमिन पनि त्यो व्यवस्था गरिदिने यो ठाउँमा जाऊ भनेर गरिदिने दिने काम चाहिँ कसले गरिदिने भने चोहोले गरिदिने त्यसकारण त्यो खोरिया वन जङ्गल धारा पानी बाटो कुलो यो सबैको व्यवस्थापन गर्ने काममा त्यसलाई वितरण गर्ने काम पनि चोहोको हो जुन तामाङ झुल्लिजा जुन जुन तामाङ झुल्लामा मलाई थेथेगलार जा देवील स्थापना लाजिम थे तामाङ झुल्ला बीज बीजरी थेथेगलार जा दामी जा जा खाला थान्दोल तामाङ नन थान्दोला तामाङ का दिल जा कूटनीति ला बार जा तिला दोल तामाङ नन जा चोहो थान्दोला बीच बीच थेसे प्रमाण पिको बीजिङ तालु पत्त पिन सरकार से बिन्दु मिमुन दोजी सरकार ने दा जो लवा ताबदिन तोरने ता ngai लाम्याङ बिता पिन म्याङ बटि रि म्याङ बटि रि बाबदिन तो जसे ngai तालु बाइका जी बिता Region yang juga niscaya ris kapten pin सरकार से मुखिया बाला रे चौक के बाला रे सोसन दाला उपोनी मन सम थेदे सेंदो जामा अरे ता जानि उपोनी मन खले जाइ जाला सब ना बादोजी सरकार बादोजी अब तेजे सोसन मंगलो जो टांगा जबी जम्मे अरे खना जबजी अब सोसाउ में तलो ओ अलदेन बंगब्रम सोसाउ में दिलायन मुबला नै हिम्बा तर तिला भी नै देर महाचारको तामाङ समाजमा भएको किपटहरू सन् 1836 मा उन्मूलन भयो त्यसपछि सम्पूर्ण जग्गा जमिनहरू कि रैकर बनाइयो गुठी बनाइयो बिर्तामा दियो अनि यो प्रक्रियामा त्यो रैकर बनाएको जमिनको कर उठाउने व्यक्ति चाहिँ चोहोलाई नै बनाइयो त्यसो हुँदाखेरि चोहोको भूमिका चाहिँ मालपोत कर उठाउनेको रूपमा भयो र त्यो भनेको चाहिँ सामन्ती प्रथा नै हो सामन्ती प्रथाका रूपमा चोहोलाई प्रयोग गरेपछि उसको भूमिका चाहिँ सामन्त जस्तो हुने भयो त्यसकारण कई ठाउँमा यस्ता घटनाहरू पनि छन् र इतिहासको क्रममा यो नभएको होइन अब पञ्चायत व्यवस्था लागु दाजी अब लिप्चाउँ गएको अब यान्जियो खजी चोक ला खाना लारे चोक अर्थ माझेमी पिन बङजिमी थेन्जी बेसम सासाले हो आन्दोलन दाजी हो थेङ्यान्दी छु जगा चाहिँ हडप त्यसै पञ्चकाल खान्थे पूरा हडप बि थेल बतले मिन देची नमसला यागरकी अध्यक्ष धानमला चोहोला सटारङ राते होम यमदिमे ए छु मुजे दात मुजे थेन्दो बो यम पुम्बु पदिल्ला दिम फोदी पदिलिरी मुजे चावल रिंगे जोले सट्टा पञ्चायत खाजी होम जोले दो थेसलाजी चोर विस्थापित हुनुको मुख्य कारण चाहिँ पृथ्वीनारायण शाहको आक्रमणमा सबैभन्दा पहिला अगुवाहरू नै परे तामाङ अगुवाहरू त्यसमा चाहिँ चोरहरू पनि प्रमुख रूपमा परे गोर्खा राज्यको अधीनस्थ पारिसकेपछि उनीहरूलाई गोर्खा राज्यको निम्ति कर सङ्कलकको रूपमा चाहिँ उनीहरूलाई बाध्य गरायो भने त्यसले गर्दाखेरि परम्परागत जुन जिम्मेवार उनीहरूले चाहिँ वहन गर्ने परम्परागत प्रणालीहरू जो थियो त्यो चाहिँ नै त्यो विस्थापित हुन गयो र त्यसको भूमिका बरु चाहिँ गोर्खाली राज्यको अधीनस्थ रहेर उनीहरूको निम्ति सेवा उनीहरूको निम्ति कर उनीहरूको निम्ति श्रमहरू जुटाउने एउटा चाहिँ भनौँ नायिकेको रूपमा चाहिँ त्यसरी विस्थापित हुन गयो अनि राणा शासनमा त्यो झनै बढी चाहिँ चर्को हुन गयो गाउँको चोहोहरू चाहिँ तालुकदार जिम्मेवाल मुखियाको रूपमा उनीहरूले चाहिँ बदले कर्किरी थे मनावा कर्किरी तुमसिमनु कर्किरी मनावा लाहेन भने चोहो हुँदाखेरि त हाम्रो तामाङको रीति थितिहरू कुनै पनि हराएको थिएन अब चोहो नहुँदाखेरि त अब कसले वास्ता गर्ने त्यसलाई आफूले पनि जाने हुँदैन भने चोहो नै हुँदैन भने अब त्यो हिजोको थिति त के थियो ठिम के थियो त्यो थाहा हुँदैन त्यसले गर्दाखेरि चाहिँ तामाङमा चाहिँ अलिकति ठिम घटेको देखिन्छ यो मुबुदिङ हारिबाम यो गर्नु खोज्दैछ चुरी अनि पेठिमेन तामाङला पहिले एमबी श्यामा आरे भेष फुर्न लवै आरे हामी चेक पो जाई किलो चाहिँ पिपी रामेरङले रङरङ हिसाब टियारची पंगविताम आनिन धर्मन घाबुर्ची हिलजी पोम्बो चाहिँ थेम्बे नामसे सार्वजनिक जग्गामा
너 랑랑 너 에제 캄블 에제 nga 캄블 ngano 생짐 남세 오주 살부중 자꾸만 마지 तामाङ समुदाय जाजा चोहो मुनन दोले के यति चोहो आरेज बिसम तामाङला पहिचान माला तामाङला अस्तित्व आटी चोहो दाम्बा जाजा तामाङ युलटिम जातो नन दोला yang tamang dami bumbum dosen mo wala talaba roje thena bong roje kha bong tamang da thena bong ge rotsu jarti da nam ge beldi ji ge tamang da तिला मुबीकी संरचना भत्काइदिए जिमचुरी संरक्षण बिम्बिमी जानी अति कमजोर है जमन शोषण पारेर यार जिमी तिला बेगी अजिमे में जो सोबेगी संरचना जम्मा यहाँ जानी रोग त जिमी यार जी अब टांग खाली टांगी लीगन चाजिमी खाली ओ मुबी माने भत्काइदिबा अब मुबीकी गोम्बेगी ला भत्काइदिबा श्याङ योलापा बजार गुरु योलापा चुङजिबा अना चुङजिम राङसिनले राङ जखम लाइमबुली अजिमे में सोबिलम संरक्षण को बिन्दो जी से झामबेल्ला परम्बार ngwase basilasi झमबेल्ला परम्बार दा आफेलान ला बासिलासी परम्बार दा हेबबला बासिलासी चोरी जातनी खेन्ताबारी मायजी थे ngada ठीक आंगामजी जातनी खेन्तामाल बोलछे धर्म नष्टताजी धर्म नष्टतामाल बोलछे ओजदान चु देवदका तनुन जाबा आताजी जहाँसम्म धर्म नष्टताजी थे आज बताजी जमे आजाद तनेजी जसे आजाद बाजी थे ठीक आताजी थे कारण ती जिल्लाजी चोहोतेन तालुकमा बसिलासी ताजी बिना दिमला आबा आमा माना वाला बाला अर्को दालो चोहो मोबाइल च्याबा कान मोबाइल च्याबा चोहो कान मारन आदा खोला दाला चोहो कान बास खोला दाला जम्मा तोला तामाङहरूको आफ्नै परम्परागत कानुनी प्रथाजन्य कानुनहरू थिए जो अहिलेको समाजमा पनि सान्दर्भिक छ किन भन्दा त्यो चाहिँ आर्थिक आधारमाथि उभिएको समतामूलक समाजलाई सञ्चालन गर्नको लागि बनाइएको थियो अहिले तामाङ समाजमा जुन खालको विकृतिहरू देखा परेको छ त्यो कानुनको पालना हुन छोडेको कारणले हो त्यसकारण त्यो पालना गर्ने दृष्टिकोणले पनि यसको आवश्यकता रहेको छ तेनो ढण्डकुण्डन सिंगाखाम युली बम बम गिर सिंगबला जन जरिम जरिम तेरम जन तेन सिंगाखाम पदिङमे नामसे लाइ चाहिँ युली बम बम किम तोन दोसिटिम नेपाल तामाङ घेतुङ चाहिँ पाल सिंजिम लो नि तामाङ दि इज तोन तोबा अर्को चाहिँ चेक पुजाइ कन्ट्रोल न आधा राजनीति खाली सिंगले न युली बम थेने देन दजि पंगजी बंगसम सुतम तब खम्बा नै बिजट ताबङ बंगसम चोकके आवश्यकता मी हिमपतिलाई न मुगलानो धेरै न आवश्यकता न मुबा तर खाली बंगसम तेरे अब चोक के सट्टा पिन बंगजी में राज्य से थेंजी तर पिन से तिला चोक से कदी भूमिका ला दबलो तेरे चोक से लबी भूमिका पिन से लबला रे अब तिला चोक से ताल अब थेसे अब बाली नाली अब मिसिबा मबा भामा बाजन हरेक कुरा रे थेसे हेरजा लब तिला प्रधानमन्त्री बंग तिला प्रधानमन्त्री सट्टा रे अध्यक्ष बंग गाविस अध्यक्ष बंग सट्टा चोक त न सर्वश्रेष्ठ भिनु नेपाली जनसङ्ख्या ज्यादा नेपाल तामाङ जनजातिको बहुल्य ज्यादा शासन ज्यादा छ म क्षेत्रीय बाहुन शासन त्यही अर्थ म बुझिन्छ हामीले यो 7औं राष्ट्रिय महाधिवेशनकै बेला तामाङ समाजको जुन न्यायिक प्रणाली थियो त्यो प्रणालीलाई पुनर्स्थापित गर्ने अभियान चाहिँ अगाडि बढाउँछौँ भन्ने एउटा म्यान्डेट हामीले चाहिँ त्यहाँबाट पास गरायौँ त्यसपछिको हाम्रो राष्ट्रिय कार्यकारिणी समितिको बैठकले हामीले के भन्यो भने त्यो प्रणालीका सन्दर्भमा बहसलाई तीव्र पार्ने र अब आउँदो महाधिवेशनसम्ममा पुग्दाखेरि नेपाल तामाङ घेदुङको जो स्थानीय समितिहरू छ त्यो समितिलाई नै चो प्रणालीमा ढाल्ने भनेर हामीले निर्णय गर्यौँ हामीले पुनर्जीवित गर्ने कुरा चाहिँ हाम्रो आफ्नो पहल कदमी भयो तर सँगै राज्यले पनि यसलाई चाहिँ रिकग्निसन हैन दिनुपर्दछ त्यो रिकग्नाइज भयो भने मात्रै हामीले पहल कदमी गरेको कुरा पनि के हुन्छ भने हामीले कार्यान्वयनमा ठिक ढङ्गले लैजान सक्छौँ त्यसैले अहिले पहल कदमी कुरा गर्दाखेरि चाहिँ हामीले सम्बन्धित मन्त्रालयसँगको डेलिगेसन संविधान सभाको चाहिँ सम्बन्धित समितिहरूमा हामीले डेलिगेसन गरेर चाहिँ आफ्नो कुरा राख्ने चाहिँ गरेका छौँ अहिले आइपुग्दाखेरि हामीलाई लागेको चाहिँ के हो भने यो परम्परागत संस्थाहरूलाई पुनर्जीवित गर्न जरुरी छ पुनर्जीवित गरेर हिजो जे हाम्रो चाहिँ सभ्यतामा तपाईँको चाहिँ विकास भएको एउटा न्याय प्रणाली थियो त्यसलाई लागू गर्न जरुरी छ त्यसो भयो भने मात्रै हामीले हाम्रो सामाजिक परम्पराहरूलाई हाम्रो न्याय प्रणालीहरूलाई हाम्रो संस्था परम्परागत संस्थाहरूलाई चाहिँ हामी चाहिँ जीवित राख्न सक्छौँ र त्यसलाई अगाडि बढाउन सक्छौँ पहिचानलाई स्वीकार गर्नुपर्छ पहिचानलाई स्वीकार गरेर
स्वायत्तता र सुशासन प्राप्त हुनुपर्छ र त्यो सुशासनले चाहिँ कस्टमरी ललाई चाहिँ मान्यता दिनुपर्दछ। यसो गर्यो भने चाहिँ फेरि परम्परागत संस्थाहरू जुन चाहिँ तपाईँको समतावादी मान्यतामा आधारित थियो त्यो मान्यताहरूलाई फेरि पनि स्थापित गर्न सकिन्छ र यो चाहिँ रिभाइभ हुन्छ। आदिवासीहरूको प्रथाजनित कानुनलाई पहिलो चाहिँ कानुनलाई मान्यता दिनुपर्छ राज्यले, एउटा कुरा त्यो हो। त्यो मानव अधिकारसँग मेल खाने गरी है, मानव अधिकार भन्दा बाहेक मानव अधिकारको हनन हुने खालको आदिवासीको परम्परागत कानुन छ भने त्यसलाई राज्यले चाहिँ तपाईँको मान्यता दिनु आवश्यक ठान्दैन राज्यले, अथवा नदिनै पनि सक्छ। त्यसले मानव अधिकारको प्रोटेक्सनै गर्छ, मानव अधिकारको कुनै पनि व्यवस्थाको विरुद्धमा छैन भने त्यस्तो खालको कानुनलाई राज्यले मान्यता दिनुपर्छ। दोस्रो कुरा के हो भने राज्यले विभिन्न कानुन ऐन नियमहरू बनाउने क्रममा नयाँ कानुनहरू निर्माण गर्दाखेरि राष्ट्रले चाहिँ तपाईँको परम्परा कानुनलाई उचित ध्यान दिनु पर्यो। उनीहरूको कस्तो खालको सिस्टम छ त, कस्तो खालको कानुन छ त प्रथाजनित कानुनहरू, त्योसँग बाजिने गरी निर्माण गर्नु भएन। आदिवासीहरूको प्रथाजनित कानुन भयो र परम्परागत संस्थाहरू जस्तै चोहो पनि त्योभित्र पर्छ र त्यो आफैमा चाहिँ परम्परागत सङ्गठन हो र त्यस्तो खालको सङ्गठनलाई चाहिँ तपाईँको निरन्तरता दिन पाउने अधिकार उसँग छ भनेर आइलो 109 को तपाईँको धारा 8(2) ले स्पष्ट रूपमा व्यवस्था गरेको छ। आदिवासीहरूको यस्तो परम्परागत सङ्गठनहरूले अहिलेसम्म गर्दै आएको जुन अभ्यास छ, परम्परागत कानुनको अभ्यास छ, स्थानीय प्रशासनको अभ्यास छ, स्थानीय स्तरमै न्याय निरूपण गर्ने अभ्यास छ, त्यो अभ्यास गर्ने जुन एउटा अधिकार र उनीहरूलाई अधिकार सम्पन्न गराई उनीहरूको अधिकारसहित चाहिँ ती चोहोहरूलाई चाहिँ स्थानीय स्तरको एउटा प्रशासकको रूपमा चाहिँ मान्यता दिनु जरुरी छ। अहिले पनि तपाईँको नेपालको कानुनहरू धेरै हेर्दाखेरि कतिपय ठाउँमा चाहिँ परम्परागत प्रणालीहरू परम्परा जो छ त्यसलाई मान्न पाउँछ भन्ने कुराहरू छ। अझ यता अन्तर्राष्ट्रिय कानुन हेर्ने हो भने त्यो सबैमा परम्परागत जुन एउटा चाहिँ प्रथाजनित कानुनहरू छ, परम्परागत प्रणालीहरू छ, त्यो उनीहरूको चाहिँ अधिकार हो, त्यसलाई संरक्षण गर्नुपर्छ। त्यो संरक्षण गर्नु भनेको सबैको हितमा हो। त्यसको त्यो सम्बन्धित जातिको मात्रै नभइकन सबै देशको र अझै तपाईँको सबै के भन्छ यो मानव समाजकै निम्ति यो चाहिँ महत्त्वपूर्ण कुरा हो भनेर भन्दछ। त्यसले गर्दाखेरि कानुनी हिसाबले चाहिँ हामीलाई अन्तर्राष्ट्रिय कानुनको नजरबाट पनि र राष्ट्रिय कानुन अन्तर्राष्ट्रिय कानुनहरू धेरै परिवर्तन गर्नुपर्ने छ अन्तर्राष्ट्रिय कानुनको पर्सपेक्टिभबाट। त्यो गरेर चाहिँ हामीले अगाडि बढ्न सक्छौँ। yang la rong ri pra la ba la yang la rong ri pra la ba la dong bo la ka do ta do la tang mo la tim me la do la tar ma gai den gur ma gai ta ma tim be ta ma gai